हेलो गाइज के छ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु हैन। आज चाहिँ म कता हिँडिरहेको छु भन्दाखेरि केटाहरूले भिडियो सुट गर्न बोलाएको हैन, अनि त्यही भएर अघिदेखि फोन गरेको थिएँ। अनि त्यसपछि म चाहिँ अनि आएँ भन्ने जुगाएर चाहिँ घरमा थोरै काम थियो, त्यही भएर अनि केटाहरू चाहिँ बोलाइरहेछ। अब चाहिँ म भिडियो सुट गर्न जान लागेको। केटा तल केटाहरूको घर चाहिँ, अनि म चाहिँ जाँदैछु। साथीहरू म चाहिँ आइसकेँ। केटाहरू फोनसँग केटाहरू यहाँ छ। ल साथीहरू केटाहरू चाहिँ अगाडि गइसक्यो होइन सबैजना। केटाहरू चाहिँ कुद्दै गइसक्यो। अब म चाहिँ यता पछाडि हो एक्लै। केटाहरू चाहिँ यहाँ पुलमा छ। ओए धमिलो भएछ। अस्ति कति मारे माछा यहाँबाट? अस्ति यिनीहरूले Women. A few moments later. साथीहरू अब चाहिँ के गरेको यार? ढोकै खोल्दैछ मा उल्लु झरे। ढोकै खोल्दैछ मा उल्लु झरे। बड़ा हरामी हो बेटा। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। तर अब चाहिँ हाम्रो प्लानै चेन्ज भइसक्यो है। अघि हामी खाने भनेर आएको, सिधा अब भुइँ कटरमा चोरेर त्यहाँ राखेको कटर चाहिँ। अनि यहाँ फेरि हिजोदेखि ब्लग एकजना थप्यो ब्लग। रोहित हो अगाडिको चाहिँ, यो पनि ब्लग गरेको छ होइन। म पनि दुईजना केटाहरू अगाडि छ, तिनजना। आज चाहिँ हामी पाँचजनाको ग्रुप बनाएर आएको। कत्रो बढे यार आँप पनि हेर्न। ओए ओए आँप त पाकेको हो कि हो यो? यहाँ त पाक्यो ओइलेको थियो। गुलियो छ त तल्ती मासु खानु। यस्तो गुलियो
बम्बई भोलि पर्छ हामीले चोर्ने भनेको यहीँ हो प्रिन्स भाइ चाहिँ उहाँ चोरिरहेछ त्यो उहाँ खाएर हिँडिरहेछ पुरै आँपको बगैँचा यो सबै वरिपरि सबै बगैँचै बगैँचा हो है साथी हाम्रो जाने ए हामीले माथि आएछ आएर माथि बोले साथीहरू हामी चाहिँ होइन चोरेर पनि निस्किसक्यो केटाहरूले सबैजनाले कुन के बोकेछ कता अब लिएर अब हिँडेको अब चाहिँ माथि गएर कसैसँग खानु पर्दैन अब एकैचोटि हामी माथि पुगेपछि भेट्छौँ है त खाने बेलामा केटाहरू चाहिँ माथि छ त्यो पकड न त्यो माथि फ्याल्दैन त्यसले पकड्छ आँटी नै हाम्रो जाने भिडियो गर्दा म त चढ्नै सक्दैन क्या मान्छे छ क्या ओ हो त ढोकोले रहेछ कटर त कटर त वहीँ फ्याल्दै नि भिडियो भयो भने छैन हौ मोबाइल गाईहरू चालु भइसक्यो अब रोक्नु मोबाइल पौडिन्छ त्यहाँ ल ओइ गर यस्तो गर्ने होइन ल यो त आएको रहेछ यता 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 कि यता देखेन ल यता त्यहाँ भने मलाई खाएन ओइ बोला ए कम दिदी हामी चाहिँ भित्र ट्याङ्कीभित्र पनि छिर्यो यसले फेरि पछि तातो हुन्छ नि चिसो हुन्छ नि अहिले झन् कस्तो तातो कौन है ये लोग कहाँ से आते हैं ये केटाहरूले त्यहाँनिर साबुन सपाउनु भनेर धुँदैछ सबैजना नधुने साबुन हो क्या गोराउनु मन छ साबुनले मुख धुनु होला बिहान नधुए कालो हुनु हो साथीहरू
यो मेरो भ्लग चाहिँ बिहानकोमा कन्टिन्यू है। अघि चाहिँ हामी काकासँगले उताबाट आइसकेर घरमा यसो कामसाम थियो, त्यही कामसाम सकेर अब चाहिँ फ्री भयो। अनि त्यसपछि यसो हावासावा खानालाई निस्केको। यहाँनिर रोहित छ, तलबाट साथीहरू। हामी चाहिँ अब एकैचोटि तल भाइहरू ठाउँमा पुगेपछि त्यहाँ चाहिँ साथीहरू भाइहरू पनि आइसक्यो, यहाँनिर भेटिसक्यो। पछाडि छ जस्तो कि अब चाहिँ हामी यो टावरमा चढ्नु जानु लागेको होइन, पानी ट्याङ्कीमा। यसो निस्केको हो खानालाई। ल हामी चाहिँ यो चौरमा चढ्नु पर्ने हुन्छ। यहाँ गएर यहाँ उफ्रिँदाखेरि रोहितले पुरै भित्र यार कभर यहाँ एकछिनै मेरो यहाँ कभर झरेर बिहान गाइस मोबाइलको कभरै भेटेन क्या, कभर चाहिँ भेटेन क्या। केटाहरू त उहाँ पुगिसकेको माथि छ। अब म पनि जान्छु, म पनि फर्स्ट। ओए रोहित ओए रोक्ने केटाहरू। रोहित आमामा डर लाग्यो क्या छ डर लाग्दा नि सुरु भएन। मोबाइल झऱ्यो भने गयो के त कस्तो भएको हो आमा। डर लागेको केटाहरू रोक्न। यो चाहिँ ट्याङ्कीबाट देख्ने भ्यू है साथीहरू। ओए बवाल यो माथि जानु हुँदैन मा, यो अलिकति पक्रिने ठाउँ पनि छैन, नजा भाइ। ए एकछिन रोक्न। हटम फोटो बस्दै छु ल। यो चाहिँ ट्याङ्कीबाट देख्ने भ्यू साथीहरू। घाम डुबिसक्यो, अगाडि गइसक्यो न। यस्तो डर लाग्यो नि है तेरेको यार। केटाहरू अगाडि गइसक्यो होइन। ब्लक ए हामी चाहिँ तल गएको है। यहाँ आएपछि त डर के हो, अघि त यार खुरुरु। ल साथीहरू हामी तल पनि आइसक्यो, टक्क तल ट्याङ्की चढेर होइन। आया केटाहरू ल साथीहरू आजको भ्लग चाहिँ कस्तो भयो, आशा छ राम्रै भयो होला। कस्तो भयो लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गर्न नभुल्नु होला है त साथीहरू। आजको भ्लग चाहिँ यति नै, अब नेक्स्ट भ्लगमा भेटौँला है त साथीहरू। बाई बाई।